सबैजनालाई मेरो च्यानल सेयर मार्केट अफिसियलमा आज बजारलाई हेर्ने हो भने 1.46 अङ्कले घटेको छ भने 116वटा कम्पनी बढेको छ, 143वटा घटेको छ भने 14वटा अनचेन्ज रहेको छ। मार्केटको समरीमा हेर्ने हो भने आज चाहिँ 4 अर्ब 44 करोड 65 लाखको टर्नओभर आएको छ भने 353वटा स्क्रिप्ट ट्रेड भएको छ। आजको टप विनरमा हेर्नुहुन्छ भने टिपीकेएचएल, वाइएमएचएल, एसएपीडीबीएल, एसओपीएल, एपीएचएल, एसएमजेसी, एमफिल, एसएमएफबीएस, एनआरएन, बुङ्गल छ भने आजको टप लुजरमा हेर्नुहुन्छ भने यो म्युचुअल फन्ड डिभेन्चरहरू र जिएमएलआई, बीजेएचएल, एनएबीबीसी रहेको छ भने आजको टप टर्नओभरमा हेर्नुहुन्छ भने एसओपीएल, एनआरएन, एनबीबीडी 2085, एसडब्ल्यूबीबीएल, एकेजेसीएल, आरएसएमएल, सीएफसीएल, बुङ्गल, एमफिल रहेको छ भने टप भोल्युममा हेर्नुहुन्छ भने एकेजेसीएल, एसओपीएल, एसडब्ल्यूबीबीएल, एनआरएन, रेडी, एनएचपीसी, सीएफसीएल र सिटी रहेको छ भने आजको टप ट्रान्जेक्सनमा हेर्नुहुन्छ भने एसओपीएल, एपीएचएल, पीसीआईएल, एसओएचएल, एनआरएन, केएचपीएल, एचफिन, एसआइपीडी, एचबीएल र एचआरएल रहेको छ। र अब जाम हामी नेप्सेको चार्टमा के भन्छ। नेप्सेको चार्टमा जानु अघि हजुरले मेरो च्यानललाई फलो र सब्सक्राइब गरिदिनु होला। यो मेरो फेसबुक च्यानल हो सेयर मार्केट अफिसियल भन्ने, फलो गरिदिनु होला। यहाँ म सधैँ भिडियोहरू यहाँ हालिराखेको हुन्छु, भिडियो वाच लिस्ट सधैँ यहाँ म हालिराखेको हुन्छु, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ सधैँ म हालिराखेको हुन्छु। त्यस्तै यो मेरो युट्युब च्यानल पनि छ सेयर मार्केट अफिसियल भन्ने, यसमा पनि सधैँ यो नेप्सेको अपडेट र वाच लिस्टहरू सधैँ म हालिराखेको हुन्छु। मेरो युट्युब च्यानलले पनि सब्सक्राइब गर्न सक्नुहुन्छ र यो मेरो टिकटक च्यानल हो सेयर मार्केट अफिसियल, यसले पनि सब्सक्राइब गर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। सधैँ वाच लिस्ट र भिडियोहरू म हालिराखेको हुन्छु, त्यही भएर मेरो च्यानलले सब्सक्राइब गरिदिनु होला र फलो पनि गरिदिनु होला। अनि हजुरहरूले कुनै क्वेरी छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ, त्यसको रिप्लाई भोलिपल्टको भिडियोमा आउनेछ। र अब जाम हामी नेप्सेको अपडेटमा। नेप्सेमा हेर्ने हो भने बजार यही एरियामा खेलिरहेको छ, साइडवेज नै छ मार्केट। र भोल्युमलाई हेर्नुहुन्छ भने भोल्युम अहिले त्यस्तै छ, अहिले 4 अर्ब 4.4 अर्बको भोल्युम आएको छ। साधारण यस्तै भोल्युम सधैँ आइराखेको छ र यही डिमान्ड जोन यही हो, अहिले 2700को एरियामा खेलिरहेको छ। तर यो 2680सम्म पनि आउन सक्छ, किनभने अब 2-4 दिनपछि असाढ मासान्तको अलिकति सेलिङ पनि आउन सक्छ। तर डराउनु पर्दैन, किनभने अब मार्केट अलिअलि स्ट्रङ देखिरहेको छु। र इफ 2680को एरिया त्यो टिकेन भने एकचोटि यो 2600तिर रिटेस्ट गर्न आउँछ र त्यसपछि चाहिँ 2805 पहिलो टार्गेट, दोस्रो टार्गेट 2880 र तेस्रो टार्गेट 2960 हुन्छ। एकचोटि हामी इन्डिकेटर हेरौँ, इन्डिकेटरले के भन्छ। इन्डिकेटरमा एकचोटि बोलिन्जर ब्यान्डले हेरौँ। बोलिन्जर ब्यान्डलाई हेर्ने हो भने यो लोवर ब्यान्डमा स्टिल भ्यालिड छ भन्नाले अहिले ठिकै छ, नराम्रो भन्न मिल्दैन। बोलिन्जर ब्यान्ड एकदम राम्रो छ। र अब चाहिँ एकचोटि यो एमएससिडीले हेरौँ, एमएससिडीमा के छ। एमएससिडीमा हेर्ने हो भने यो एमएससिडीको हिस्टोग्राम एकदम मधुर हुँदै गइरहेको छ भन्नाले यो एकदम पोजिटिभ कुरा हो। अब आउने दिनमा बाइ सिग्नल पनि जेनेरेट हुन्छ भन्ने आशा छ एमएससिडीबाट। र अब जाम एकचोटि आरएसआई कति छ। आरएसआईले हेर्ने हो भने आरएसआई 36 रहेको छ। र हजुरलाई बाई ट्रेड गर्नु छ भने यहाँ आरएसआईमा यो मुभिङ एभरेज लगाएर यहाँ स्मुथ एमए लगाएर हेर्न सक्नुहुन्छ। यो ब्लू लाइनलाई यो लाइनले क्रस गर्यो भने बाई गर्न सक्नुहुन्छ र फेरि यहाँ तल यो ब्लू लाइनले फेरि क्रस गर्यो भने सेल गर्न सक्नुहुन्छ। यो एउटा सिम्पल स्ट्राटेजी हो। र एकचोटि सुपर ट्रेन्डलाई हेरौँ, सुपर ट्रेन्डले के भन्छ। सुपर ट्रेन्डलाई हेर्ने हो भने यो अहिले पनि सेल नै भ्यालिड छ, अहिले बाई आएको छैन। यसको इनपुटमा गएर यो 10/2 हाल्न सक्नुहुन्छ र 10/2 एकदम इफेक्टिभ जस्तो म देख्छु। अहिले सेल सिग्नल नै जेनेरेट छ भन्नाले सुपर ट्रेन्डमा त्यस्तो अहिले बाई नै गरिहाल्नुपर्छ भन्ने छैन। तर बिस्तारै बिस्तारै अब एकुमुलेसन भइरहेको छ र असाढ मसान्तमा अलिकति सेलिङ आउँछ।
त्यो चाहिँ हाम्रो लागि बाई अपर्च्युनिटी हो। म त बिस्तारै बिस्तारै बाई गरिरहेको छु। अब हजुरहरूले चाहिँ विचार गरेर हजुरहरूले पनि बाई गर्न सक्नुहुन्छ। र यो कुनै बाई सेल सल्लाह होइन, यो चाहिँ एजुकेसन पर्पजको लागि मात्रै लिनु होला। हजुरहरूले बाई गर्नु छ भने आफै बुद्धि विवेक पुर्याएर बाई गर्न सक्नुहुन्छ। र अब हामी जाम वाच लिस्टमा हेर्ने हो भने यो विजय लघवी त यो बाई रेन्जमै आएको छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ राम्रो एउटा लिक्विडेसन लिएको छ। यो एरियाभन्दा यो तल जाँदैन, 760 मुनि जाँदैन, किनभने यहाँ राम्रो एउटा यसको लिक्विडेसन ल्याएको छ र यहाँ रिब्यालेन्सिङ पनि छ। र यो कन्टिन्यू यहाँ ग्रिन क्यान्डल पनि फर्म गरिरहेको छ। त्यही भएर अब विजय लघुवितलाई कन्सिडर गर्न सक्नुहुन्छ। र विजय लघुवितलाई किन्दै गर्दा यसको बाई रेन्ज चाहिँ 710 मुनि हो। 700सम्म पनि किन्न सक्नुहुन्छ। 600 जति तल आयो त्यति, जस्तो 1000 किता किन्ने हो भने 200 किता गरी बिस्तारै बिस्तारै तल किन्दा केही फरक पर्दैन जस्तो देखिरहेछ, किनभने यसको सेटअप एकदम राम्रो छ। र यसको पहिलो टार्गेट चाहिँ 780 हो, दोस्रो टार्गेट 850 र तेस्रो टार्गेट 960 हो। यो स्टक एकदम राम्रो देखिरहेको छु, हजुरहरूले बाई गर्न सक्नुहुन्छ। ल धन्यवाद, आजको लागि यति नै हो। अब फेरि भोलिपल्ट नेप्सेको अपडेट आउँछ।